यो वर्षको फर्स्ट टाइम आज चाहिँ म गएँ खेताला र साथीहरूसँग कुराकानी गर्दै रमाइलो गर्दैछु रोपाई भन्दै आए है त साथीहरू। यो मेरो मिनी ब्लगमा स्वागत छ हजुरहरूलाई। मलाई चाहिँ गुलियो कुरा एकदमै मनपर्छ साथीहरू, त्यसमाथि अझै यो अर्ग्यानिक कुराहरू त, त्यही भएर म फर्सी खाँदैछु साथीहरू। सबैले चाहिँ मन नपर्ला साथीहरू, मलाई चाहिँ एकदम धेरै मनपर्छ र यसको बोक्रा चाहिँ किन फेरो खानु भनेर मैले यहाँ चाहिँ टम्मीलाई दिएँ। केटाकेटीको पनि पेट पूजा गर्नु पर्यो भनेर चाहिँ मैले यहाँनिर केटाकेटीलाई पनि टन्नै खाजा दिएँ। अनि त्यस पछाडि म चाहिँ फेरि खाजातिर लागेँ। अब साथीहरू कता भन्दाखेरि मिलतिर लागेँ। मेरो श्रीमानले चाहिँ बिहानै धान लगेर जानुभएको थियो, अनि मान्छे हुन नभेट्नु भएन रहेछ। अब बर्खाको बेला हो नि त साथीहरू, कता कता जानुभएको थियो होइन। अनि त्यही भएर म चाहिँ जाँदैछु। अनि म गएर चाहिँ अब पिसाएर ल्याउनु पर्नेछ। श्रीमानले चाहिँ गएर त्यत्तिकै छोरी मात्रै राख्नुभएछ। अनि म त्यहाँ पुग्दा ठिक्क आपा आउनुभएको रहेछ। मैले चाहिँ अनि यहाँ पिसाउँदै पनि छु, देख्न सक्नुहुन्छ साथीहरू। अनि यहाँ चाहिँ कस्तो राम्रो रुखभेन्टा फलेको रहेछ, हेर्नुहोस् न साथीहरू, यस्तो ठुलो यस्तो राम्रो है। अनि त्यस पछाडि म चाहिँ भन्दै म चाहिँ यहाँ आइ पनि सकेँ। अब म चाहिँ घर जाँदैछु साथीहरू। मिलमा पिसेको धानको चामलको भात साथीहरू, अनि एकदम हरियो मुन्टा, हराभरा मुन्टा, हरियो परियो खाएर बलियो हुनु पर्यो नि त साथीहरू। आज चाहिँ साथीहरू म जाँदैछु हाम्रो फुप्पैको खेताला र अगाडि बहिनी गइसक्नुभयो, ती देख्न सक्नुहुन्छ। अनि म चाहिँ पछाडि जाँदैछु। भटमासको बिउ साथीहरू, उहाँ फुपूहरूको नै हो खेतालाको। म आज उहाँले चाहिँ भटमासको बिउ उखाल्दै हुनुहुँदो रहेछ, अनि म पनि अलिकति हेल्प गरिदिनु पर्यो भनेर हेर्न सक्नुहुन्छ साथीहरू कस्तो राम्रो भएको छ भटमासको बिउ। हजुरहरू चाहिँ सक्दै रोप्नुहुन्छ कि यसरी नै रोप्नुहुन्छ, कमेन्ट गर्नुहोला। अनि म चाहिँ यहाँ बोकेर लागेँ साथीहरू मेलोतिर। फुपूले उखालिसक्नु भएछ, अब बाँकी रहेछ अलिकति सानो फोक्टामा। अनि म चाहिँ बोकिदिएर जानु पर्यो भनेर टक्कसँगले डोकोमा लाएर मेलोतिर लागे साथीहरू। हजुरहरूकोतिर चाहिँ यसरी भटमास कसरी रोप्नुहुन्छ कमेन्ट गर्नु होला है त। हाम्रोतिर चाहिँ यता खेतको आलीमा रोप्ने चलन छ साथीहरू। धमाधम फटाफट साथीहरू, आधी जसो चाहिँ हामीले रोपिसक्यौँ। अनि यहाँ चाहिँ फुपूले खाजा खानु बोलाउनु भयो, अनि हामी चाहिँ खाजा खानुतिर लाग्यो साथीहरू। र यहाँ देख्न सक्नुहुन्छ खाजामा चाहिँ हाम्रो दाल मट, चिउरा, जुस पानी र जाँडहरू रहेको छ साथीहरू। यहाँ चाहिँ हामी फटाफट खाजा खाँदैछौँ साथीहरू। अनि यहाँ चाहिँ फुपूले के खाने भनेर थपिदिन्छु भनेर सोध्दै हुनुहुन्छ। अनि आजको मौसम चाहिँ एकदम धेरै घाम लागिरहेछ साथीहरू। र यहाँ अङ्कलले चाहिँ मेरो पनि सबैजनालाई नमस्ते सुनाइदिनु भन्दै हुनुहुन्छ। अनि यहाँनिर खाजा खाइसकेर साथीहरू फटाफट रोप्न थाल्यो। भन्दा घर जाने बेला नि भइसकेछ साथीहरू। अनि यहाँ चाहिँ हामी अब सबैजना घर जाँदैछौँ साथीहरू। कोही चाहिँ अगाडि गइसक्नुभयो, कोही चाहिँ पछाडि। अनि म चाहिँ यहाँनिर के कस्तो राम्रो मकैहरू हेर्दैछु कि पुरै मभन्दा अग्लो है, यति ठुल्ठुलो मकै भइरहेछ यहाँनिर चाहिँ बारीमा। अनि साथीहरू पछाडि आउँदै हुनुहुन्छ बहिनीहरू।